तपाईले किबोर्डबाट विन्डोज की र आर तपाईले सँगै दबाउनु पर्ने हुन्छ। दबाइसकेपछि तपाईले यहाँ appwiz.cpl टाइप गरेर इन्टर गर्नु होला। ओकेमा क्लिक गर्नु होला। ओकेमा क्लिक गरिसकेपछि तपाईले यहाँ तपाईको कम्प्युटरमा जति पनि प्रोग्रामहरु इन्स्टल छन् त्यो देख्न सक्नुहुन्छ र तपाईले त्यहाँ क्लिक नगरेर तपाईको साइडमा टर्न अन विन्डोज फिचर्समा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले त्यहाँ तपाईको कम्प्युटरमा इन्स्टल भएका र नभएका जति पनि फिचर्सहरु छन् देख्न सक्नुहुन्छ। त्यसमध्ये तपाईले Hyper-V सिलेक्ट गरेर दुईटैमा चेक लगाउनु होला। लागिसकेको छ र त्यो चेक लगाइसकेपछि तपाईले ओकेमा क्लिक गर्नु होला। ओकेमा क्लिक गरिसकेपछि यसले समय लिन्छ। तपाईको यो फिचर्स इन्स्टल हुन समय लिन्छ। त्यतिबेलासम्म तपाईले कुर्न पर्ने हुन्छ। यसले त्यो समय लिन्छ। र इन्स्टल हुने क्रममा तपाईको फेरि एउटा अप्सन आउँछ। यसमा दुईवटा अप्सनहरु माग्छ। लेट विन्डोज अपडेट डाउनलोड द फाइल्स फर यु। यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि यसले फेरि केही समय लिन्छ। तपाईको नेट कतिको फास्ट स्लो छ त्यो अनुसार डिपेन्ड पर्छ। र केही समयपछि यो डाउनलोड भइसकेपछि तपाईले यो सिस्टमलाई के गर्नुपर्ने हुन्छ रिस्टार्ट गर्नुपर्ने हुन्छ। रिस्टार्टमा क्लिक गर्नु होला।